Hey everyone, namaste. I am fine. I hope तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। र आज म र छोरी हामी चाहिँ दुईजना हामी चाहिँ उता यसको बहिनी चाहिँ बिरामी छ हैन। त्यही भएर हामी दुईजना चाहिँ हस्पिटल जान लागेको हैन। हामीले गाडी पनि बुक गरिसक्यौं र हाम्रो गाडी पनि आइराछ। र अहिले हामी दुईजना अब गाडीको वेटिङमा हो। गाडी आइराछ। हामी गाडी आइसकेपछि हामी जाने छौं। आइराछ हैन। अब खै कति मिनेट लाग्छ 1 मिनेट देखाछ। खै अब कति बेला पुग्छ हैन। त्यही हो गाइज, हाम्रो गाडी पनि आइराछ र छोरी खाली खुट्टै छ हैन। यस्तो अवस्थामा तर हाम्रो गाडी चाहिँ आइराछ। अब 1 मिनेट देखाछ। खै अब कति टाइम लाग्ने हो। गाडी आइराछ, हेर्दै जाम र के हुन्छ। र अहिले यहाँको मौसम चाहिँ पानी परिरहेछ हैन। तर पनि हामीहरु गइराछौं। हाम्रो चाहिँ विशेष गरी हाम्रो अटो आइराछ हैन। आइभन्दा आइभन् हेर्दै जाम कति बेला आउँछ गाडी हाम्रो। अब 1 मिनेट पछि आउँछ भने 1 मिनेट त भइहाल्यो। तर गाडी हाम्रो आएको छैन। फाइनली हाम्रो अटो पनि आयो र हामी यसै अटोमा हो जाने हैन। मैले त्यो गेट लगाऊँ, त्यसपछि चाहिँ हामीले जानुपर्छ छोरी र म। हाम्रो गाडी अटो चाहिँ हाम्रो आयो हैन। त्यही हो। repeat 9538 ल गाइस, फाइनली हाम्रो अटो पनि आयो र हामी चाहिँ बस्यौं। हाम्रो अटोमा चाहिँ हामी बस्यौं र हामी चाहिँ जान लागेको। त्यो गाइस हामी बसिसक्यो। हामी चाहिँ अटोमा के भनेको छोरी त्यो गाइस अटोको साउन्डले चाहिँ हाम्रो साउन्डलाई काटिरहेको छ। त्यही पनि हामीहरू हजुरसँग जोडिरहेका छौँ। आइगन हो छोरी आइ भनिरहेको छ हैन। यस्तो छ यहाँको अवस्था। पानी परिरहेछ, अन्य परिरहेछ। तर पनि हामीहरू तपाईहरुसँग यसो जोडिरहेका छौँ। यो गाइस हामी चाहिँ 20-15 मिनेटमा हामी पुग्छौँ होला। तर यस्तै छ गाइस, हेर्न सक्नुहुन्छ तपाईहरु। यहाँको चाहिँ पानी परेर पुरै अवस्था नाजुक छ। र पानी परेर नाजुक अवस्था छ। यस्तै छ, हेर्न सक्नुहुन्छ पुरै पानीले पुरै अप्ठ्यारो पारिरहेको छ। त्यो गाई हेर्नु अगाडि पनि गाडीहरू धेरै छ। तर पनि हाम्रो अटो चाहिँ निरन्तर आफ्नो कदम चालिरहेको छ र अगाडि बढिरहेको छ। हेर्न सक्नुहुन्छ पुरै कचडा छ यहाँ चाहिँ हैन। विकास भयो त भनिन्छ, तर यस्तै हो गाइस, यहाँको पनि विकास पुरै कचडा छ यता पनि। लगभग हामी आधो बाटोमा पुगिसकेका छौँ अहिले। तपाईहरु हेर्न सक्नुहुन्छ पुरै भिड छ हैन। पुरै गाडीहरू जाम छ हैन। पुरै भिड छ, तपाईहरु हेर्न सक्नुहुन्छ। र हामी छोरी र म चाहिँ लगभग आधा बाटो हामी पुगिसकेका छौँ। र तपाईँहरू हेर्न सक्नुहुन्छ पुरै पानी पनि परिरहेको छ। गाडी पनि चलिरहेको छ। र यही हो गाइस, अब हामी आधा बाटो पुगिसक्यौँ। अब हाम्रो लगभग 10-15 मिनेट लाग्छ होला हामीलाई। पुगिसकेका छौँ मैले। तपाईँहरू हेर्न सक्नुहुन्छ यो चाहिँ हस्पिटलको गेटभित्र हो हैन। हामी चाहिँ पुगिसकेका छौँ मैले। तपाईँहरू हेर्न सक्नुहुन्छ। फाइनली म चाहिँ हस्पिटलमा पुगिसकेको छु हैन। यो चाहिँ हस्पिटल हो र अहिले चाहिँ हामी चाहिँ अहिले भर्खरै पुग्यौँ। र आज चाहिँ हाम्रो छोरीको चाहिँ यहाँ उपचार भइरहेछ यो हस्पिटल हो हैन। र त्यही हो गाइस, उपचार पनि भइरहेछ। र हामी चाहिँ अहिले भर्खर नै पुगेको हो। त्यही हो गाइज, मैले चाहिँ हस्पिटलभित्र चाहिँ भिडियो बनाउनु चाहिँ बनाइरहेछ हैन। एकदम बनाइरहेछ। र मैले चाहिँ त्यो हस्पिटलभित्रको चाहिँ भिडियो बनाएर हाल्न सकेन। किनभने त्यहाँ चाहिँ भिडियो बनाउन दिइरहेको थिएन सेक्युरिटीहरूले। त्यही भएर मैले त्यहाँको चाहिँ भिडियो बनाउन सकेन। माफ गर्नु होला। र त्यसपछि चाहिँ मैले चाहिँ फाइनली अहिले चाहिँ म चाहिँ रुम फर्किरहेको छु। यो चाहिँ यहाँको अवस्था छ। अहिले चाहिँ म बाइकमा छु। र यहाँको अवस्था यस्तो छ। यहाँको अवस्था ट्राफिक। हेलो गाइज, म चाहिँ फाइनली रुममा पुगेँ हैन। खै मेरो बुढी के गरिरहेछ। म चाहिँ रुममा त पुगेँ। खै अब मेरो बुढी के गरिरहेछ, मेरो बुढीलाई हेरौँ। र मेरो बुढीको रियाक्सन कस्तो हुन्छ तपाईँहरूलाई म देखाउने नै छु। खै मेरो बुढीले के भन्छ। म चाहिँ फाइनली रुममा पनि पुगेँ।